पनि एउटै उहाँहरूको साथलाई चाहिँ म अलिकति सहयोग गर्न मात्र आएको हो। मेन सिङ्गर त मेरो भाइ हो। त्यसले गर्दाखेरि यहाँहरूले चाहिँ हाम्रो प्रस्तुतिलाई चाहिँ
जस्तै भयो भने यदि कुनै भुलचुक भयो भने यहाँहरूले स्वीकार्नु होला। हाम्रो बिचमा हाम्रो कलाकारहरू दुईजना बहिनीहरू हुनुहुन्छ, उहाँहरूले अझै पनि तपाईँहरूलाई अझ मनोरञ्जन दिनुहुने चाहिँ होइन, हामी चाहिँ एकदम ब्याड सिङ्गर होइन भन्छ नि अब हाम्रो कुहिएको स्वर हो, बट स्टिल वाइ वे हेयर भन्दाखेरि चाहिँ एउटा आफ्नै समाजको मान्छेले चाहिँ गाउँदै कस्तो हुन्छ, लाइक हाम्रो निर्जला बहिनी अनि सोनु बहिनीले गाउँदै कस्तो हुन्छ। उहाँहरू भनेको चाहिँ सगरमाथाको चुचुरो हो भने हामी चाहिँ सगरमाथाको फेद हो, बिकज स्वर वाइज। बट हामी किन यहाँ छौँ भन्दा लेट्स मोटिभेट इच अदर। हाम्रो मैले गाएँ भने चाहिँ मेरो दाजुभाइहरू नाच्छ, मेरो दिदीबहिनीहरू नाच्छ। इट डजन्ट मिन द उहाँहरू गाउँदाखेरि नाच्दैन भनेको होइन कि, तर हामी चाहिँ एउटा फन्डको लागि है, तपाईँले चाहिँ कुनै अन्नाथ नदिउँ न। तपाईँले स्पेसली यहाँ भन्दा पनि भोलि भिडियोमा हेर्दाखेरि अच्छा अच्छा कस्तो गाएको होला भन्छ होला, बट स्टिल लेट्स अब रमाइलो गरौँ होइन। यहाँ चाहिँ एक्लै गाउँदा चाहिँ साह्रै उस हुन्छ र म सुन्दरता के अरे लास्ट टाइम धेरै गाइसक्नु भएको मान्छेलाई चाहिँ हाम्रो दाइ र म साथमा चाहिँ अब लेट्स गो। हाम्रो चाहिँ जुमसँगै बजार घर हाम्रो पोखरा यो चाहिँ गीत गाउँदैछु। तपाईँहरू सबैजना अगाडि आएर नाचिदिनुहोस् है त प्लिज। थ्याङ्क यू। कमान सबैजना, हामी एक्लै त नर्मल हुन्छ नि। चौचौमै बजारमा 12 बजे हावा सररा। चौचौमै बजारमा 12 बजे हावा सररा। हे चौचौमै बजारमा 12 बजे हावा सररा। हे हजुर हाम्रो पोखरा मधेसम्म बसेर गबरा हाम्रो पोखरा। चौचौमै बजारमा 12 बजे हावा सररा। चौचौमै बजारमा 12 बजे हावा सररा। हे हजुर
मर्दी खोला घुम्दै आए है साइली माइली मेलैमा मर्दी खोला घुम्दै आए है साइली माइली मेलैमा जाहिरुमा चिनु दिन है